सो फाइनली फेरि पनि आइसकेको छ बेस्ट ई सेवा अर्निङ एप। सो नेपालमा चाहिँ धेरै मान्छेहरू ई सेवा अर्निङ एप खोज्नेछ अनि यो चाहिँ एउटा बेस्ट ई सेवा अर्निङ एप रहेको छ। सो यो एपमा हजुरहरू काम गर्नुभयो भने आफूले काम गरेको पैसा आफ्नो ई सेवामा खल्तीमा बैंकमा निकाल्न सक्नुहुनेछ। जस्तो कि यहाँ देख्न सक्नुहुनेछ म चाहिँ करेन्सी टाइप गरिदिनेछु। म चाहिँ यहाँ करेन्सी टाइपमा एनपीआर चुज गरिदिनेछु अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ ई सेवा खल्ती बैंक रहेको छ। अनि त्योभन्दा पनि एउटा बेस्ट के रहेको छ भने यो एपमा हजुरहरू काम गर्नुभयो भने फर्स्टमा यो लिङ्कमा क्लिक गरेर यो एपलाई डाउनलोड गर्नु होला। हजुरहरूलाई फर्स्टमा नि $8 यहाँबाट बोनस मिल्नेछ। सो हजुरहरूलाई फर्स्टमा बोनस पनि मिलिहाल्नेछ। अनि यो एपमा हजुरहरू काम कसरी गर्न सक्नुहुनेछ, अर्निङ कसरी गर्न सक्नुहुनेछ सबै जानकारी हुनेछ आजको यस भिडियोमा। यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु होला। अनि म चाहिँ हजुरहरूलाई फर्स्टमा नि बताउन चाहन्छु यो एपमा हजुरहरूलाई बोनस कसरी मिल्नेछ। जस्ट बोनस पाउनको लागि हजुरहरूलाई साइडपट्टिमा तल देख्न सक्नुहुनेछ तल यहाँ चाहिँ मीमा क्लिक गर्नुपर्नेछ। जस्ट मीमा क्लिक गर्नु होला। सो हजुरहरू मीमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ भेरिफाई नाउ रहेको छ। सिम्पली भेरिफाई नाउमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ हजुरहरूलाई यो चाहिँ 3वटा स्पिन चाहिँ फर्स्टमा नै मिल्नेछ। तर यो चाहिँ फर्स्टमा स्पिन नगमाउनु होला। त्यस फर्स्टमा चाहिँ यहाँ देख्न सक्नुहुनेछ कम्प्लिट भेरिफिकेसन रहेको छ, यहाँ टच गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ भेरिफाई नाउको अप्सन रहेको छ। सिम्पली हजुरहरू भेरिफाई नाउमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ आफ्नो फेसलाई भेरिफाई गर्नुपर्नेछ। सो यस्तो खालको एपमा के हुनेछ भने आफ्नो फेस भेरिफाई भयो भने आफ्नो एकाउन्ट चाहिँ सिक्योर हुनेछ। त्यही भएर आफ्नो फेस भेरिफाई गर्नु होला। सो आफ्नो फेस भेरिफाई भयो भने आफ्नो एकाउन्ट चाहिँ एकदमै सिक्योर हुनेछ। र भेरिफाई भयो भने बोनस कसरी मिल्नेछ त्यसको बारेमा जानकारी दिनेछु। सो हजुरहरूको एकाउन्ट भेरिफाइड भयो भने यहाँ चाहिँ भेरिफाइड लेखाएर आइहाल्नेछ। जस्ट यो हेरेर डनमा क्लिक गरेर एपलाई रेस्टार्ट गर्नु होला। सो त्यसपछि बोनस पाउनको लागि फेरि यहाँ चाहिँ मीमा क्लिक गर्नुपर्नेछ। मीमा क्लिक गर्नु होला। अनि त्यसपछि फेरि यहाँ चाहिँ टास्क सेन्टरमा गएर जस्ट त्यो जुन 3वटा स्पिन मिलेको थियो नि त्यही 3वटा स्पिनलाई घुमाएर हजुरहरू $8 यहाँबाट लिन सक्नुहुनेछ। जस्ट म चाहिँ यहाँ क्लिक गरिदिनेछु अनि त्यसपछि हेर्नु होला। सो यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ हजुरहरूलाई 3वटा स्पिन मिल्नेछ होइन। त्यही 3वटा स्पिनले घुमाएर हजुरहरूलाई यहाँबाट $7.99 मिल्नेछ। सो स्पिन घुमाएर हजुरहरू आफ्नो यहाँबाट बोनस प्राप्त गर्नु होला। मैले अहिले चाहिँ 1 मिलियनमा छु। जस्ट यो एपलाई डाउनलोड कसरी गर्ने, यो एपमा हजुरहरू काम कसरी गर्न सक्नुहुनेछ जसको बारेमा जानकारी दिनेछु। सो यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु होला। हजुरहरूलाई सबै जानकारी दिनेछु। ओके, सो हजुरहरू पनि यो एपमा काम गर्न चाहनुहुन्छ भने मैले एप लिङ्क यसै भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिएको छु। सिम्पली त्यहाँ क्लिक गरेर यो एपलाई डाइरेक्ट डाउनलोड गर्नु होला। अनि डाउनलोड गरेर आफ्नो एकाउन्ट क्रिएट गर्नु होला अनि आफ्नो अर्निङ स्टार्ट गर्नु होला। अनि यस्तै अर्निङ खालको भिडियोको लागि यो हाम्रो च्यानललाई सब्सक्राइब गरेर। सो हजुरहरू जुन भिडियो हेर्नुहुन्छ त्यसै भिडियोको डिस्क्रिप्सनमा मैले लिङ्क राखेको छु। जस्ट यहाँ देख्न सक्नुहुनेछ एप लिङ्क बनाएर राखेको छु। सिम्पली यहाँ चाहिँ टच गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ अब यहाँबाट हजुरहरू $8 देखि $100 सम्म यहाँबाट कैस आउट गर्न सक्नुहुनेछ स्पिनबाट। जस्ट अब यो एपलाई डाउनलोड गर्नको लागि सिम्पली गुगल प्लेमा क्लिक गर्नु होला। अनि त्यसपछि यो चाहिँ सिम्पली एप्पल स्टोरमा क्लिक गर्नु होला। अनि त्यसपछि यो चाहिँ डाइरेक्ट प्ले स्टोरमा ल्याइदिनेछ। सिम्पली यो एपको नाम रहेको छ टाका रहेको छ। एपलाई डाउनलोड गरेर ओपनमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यो एपमा हजुरहरूलाई काम गर्नको लागि आफ्नो एकाउन्ट क्रिएट गर्नुपर्नेछ। साइन आउट गुगल रहेको छ, साइन आउट टेलिग्राम रहेको छ अनि यहाँ चाहिँ फोन नम्बरको रहेको छ। जस्ट साइन आउट गुगलमा क्लिक गर्नु होला। आफ्नो मोबाइलको सम्पूर्ण जिमेल सो हुनेछ। कुनै एउटा जिमेल राखेर आफ्नो एकाउन्ट क्रिएट गर्नु होला। तो जिमेल राख्नुभयो भने यहाँ चाहिँ आफ्नो कन्ट्री चुज गर्नु अप्सन हुनेछ। सिम्पली आफ्नो नेपाल राखेर नेक्स्टमा क्लिक गरिदिनु होला। पछि यहाँबाट चुज युआर ल्याङ्ग्वेज भनिराखेको छ। सिम्पली हजुरहरू इङ्ग्लिस चुज गरेर नेक्स्टमा क्लिक गरिदिनु होला। अनि त्यसपछि यहाँ चाहिँ हजुरहरूको जेन्डर चुज गर्न अप्सन आउनेछ। अब हजुर मेल हुनुहुन्छ कि फिमेल हुनुहुन्छ यहाँ चाहिँ चुज गर्नु होला। मेल हुनुहुन्छ भने यहाँ चुज गर्नु होला, फिमेल यहाँ चुज गर्नु होला। जस्ट म चाहिँ मेल चुज गरेर नेक्स्टमा क्लिक गरिदिन्छु। हजुरहरू पनि क्लिक गर्नु होला। सो यति काम गर्नुभयो भने हजुरहरूको एकाउन्ट चाहिँ भेरिफाइड पनि भइसकेको छ र बोनस पनि मिलिसकेको छ।
अनि यो एकाउन्ट पनि क्रिएट भइसकेको छ। जस्ट यो एपमा हजुर अर्निङ कसरी गर्न सक्नुहुनेछ त फर्स्टमा यहाँ देख्न सक्नुहुनेछ यो सबै यहाँ चाहिँ गेम रहेको छ। यहाँ देख्न सक्नुहुनेछ यो सबै गेम रहेको छ। यो गेम कसरी खेल्न सक्नुहुनेछ यो गेम खेल्नको लागि आफूसँग कोइन हुनु पर्यो। कोइन भयो भने यहाँबाट हजुरको लक भयो भने यहाँबाट एकदमै धेरै यहाँबाट जित्न सक्नुहुनेछ। जस्ट अब अर्को मेथड के रहेको छ यहाँ अब फर्स्टमा यो एपमा केटा आयो भने लाइभ बस्न मिल्दैन, पार्टीमा क्रिएट गर्न मिल्दैन। अनि केटीको आइडी भयो भने फर्स्टमा लाइभ बस्न मिल्नेछ, बढी टास्क मिल्नेछ, अनि रुम पनि क्रिएट गर्न मिल्नेछ। सो हजुरहरू चाहनु भयो भने केटीको आइडी बनाएर यहाँ चाहिँ एकदमै धेरै अर्निङ गर्न सक्नुहुनेछ। अनि यहाँबाट चार्ट पनि रहेको छ। सो हजुरहरू केटीको आइडी बनाउनु भयो भने केटाको रिप्लाई दिए भने हजुरहरू त्यहाँबाट पनि अर्निङ गर्न सक्नुहुनेछ। अनि यस्तै रहेको छ। केटालाई चाहिँ फर्स्टमा लाइभ बस्नको लागि 5 लेभल कम्प्लिट गर्नुपर्नेछ। मैले यसको चाहिँ अर्को भिडियो पनि बनाएको छु, लिङ्क चाहिँ यसै भिडियोको डिस्क्रिप्सन बक्समा हुनेछ। सिम्पली त्यहाँ क्लिक गरेर हजुरहरू त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ। अनि मैले यहाँबाट काम गरेर एकदमै धेरै अर्निङ गरेको छु अनि विड्रो पनि गरेको छु, हजुरहरूलाई देखाउनेछु यसै भिडियोमा। अनि यहाँ देख्न सक्नुहुनेछ लेभल कम्प्लिट गर्नको लागि हजुरलाई रिचार्ज गर्नुपर्नेछ। यो कोइनले हजुरहरू अरू मान्छेलाई गिफ्ट दिन सक्नुहुनेछ, अथवा आफूसँग बढी कोइन भयो भने यसलाई चाहिँ एक्सचेन्ज गरेर आफ्नो पैसा पनि लिन सक्नुहुनेछ यी सेवामा। यहाँ चाहिँ माई डाटा रहेको छ, टास्क सेन्टर रहेको छ। अनि अहिलेको लागि म भन्न चाहन्छु अहिले केटा हुनुहुन्छ होइन, केटालाई फर्स्टमा टास्क मिल्दैन होइन, अनि त्यसपछि अर्निङ कसरी गर्ने त सिम्पली यहाँ चाहिँ टास्क सेन्टरमा क्लिक गर्नु होला। यो चाहिँ केटाको लागि फर्स्टमा जहिलेसम्म लाइभ ओपन भएको छैन यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। यहाँबाट हजुरहरू $8 देखि $100 यहाँ चाहिँ कैसट गर्न सक्नुहुनेछ मात्र इन्भाइट गरेर। फेरि 1 मिलियन भयो भने फेरि 80 के आउँछ, 2 के आउँछ, 5 के आउँछ, फेरि 1 मिलियन आउँछ। यो कसरी कैसट हुनेछ त त्यो यो कैसट गर्नको लागि हजुरहरूलाई इन्भाइट गर्नुपर्नेछ। जस्ट यहाँ देख्न सक्नुहुनेछ थुप्रै मान्छेहरू यहाँ चाहिँ कैसट गइरहेको छ, 5,80,000 यस्तै बिन्स कैसट गइराखेको छ। यो कैसट गर्नको लागि हजुरहरूलाई इन्भाइट फ्रेन्डमा क्लिक गरेर त्यो लिङ्कलाई कपी गरेर सोसियल मिडियामा अथवा आफ्नो साथीभाइलाई सेयर गर्न सक्नुहुनेछ, अथवा यहाँबाट डाइरेक्ट चाहिँ व्हाट्सएप र फेसबुकमा पनि सेयर गर्न सक्नुहुनेछ। जस्ट सेयर गर्नु होला अनि यहाँबाट हजुरहरू स्पिन पाउन सक्नुहुनेछ है। अनि यही स्पिन घुमायो भने यहाँबाट हजुरहरू कैसटमा ठ्याक्कै पर्यो भने यहाँबाट यो 1 मिलियन चाहिँ मेरो होइन, 1 मिलियन आएर यहाँ आइहाल्नेछ, कैसट भएर यहाँ आइहाल्नेछ। अनि यहाँबाट म चाहिँ डाइरेक्ट विड्रो गर्न सक्छु आफ्नो हिस्सामा बैंकमा। सो यस्तै रहेको छ। यो एपमा म भन्न चाहन्छु हजुरहरू इन्भाइट गर्न नबिर्स्नु होला, बस इन्भाइट गर्नु, त्यसपछि यहाँबाट हजुरहरू एकदमै राम्रो अर्निङ गर्न सक्नुहुनेछ। अनि हजुरहरू केटी हुनुहुन्छ भने मजाले आफ्नो फर्स्टमा लाइभ ओपन गर्नु, आफ्नो रुममा जानु, टास्क मिल्नेछ, त्यही टास्क कम्प्लिट गरेर यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। अनि यो चाहिँ मेरो आइडी रहेको छ। हजुरहरू केही प्रब्लम भयो भने मलाई चाहिँ मेसेज गर्न सक्नुहुनेछ। यहाँ देख्न सक्नुहुनेछ मेरो कति ठुलो आइडी रहेको छ, यहाँबाट हजुरहरू थाहा पाउन सक्नुहुनेछ। सो यस्तै रहेको छ। अनि यहाँबाट पनि देख्न सक्नुहुनेछ, जस्ट यहाँ क्लिक गर्नु, त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यो मान्छेहरूको रुममा गएर हजुरहरू सिटमा बस्यो भने यहाँबाट पनि केही न केही गिफ्ट मिल्नेछ है, यहाँबाट पनि गिफ्ट मिल्नेछ। सो हजुरहरू यहाँबाट पनि गिफ्ट लिएर अर्निङ गर्न सक्नुहुनेछ। सो यस्तै रहेको छ। यहाँ चाहिँ चार्टको रहेको छ, अनि बक्स रहेको छ, यस्तै रहेको छ। केटीको आइडी भयो भने यहाँबाट हजुरहरू केटाहरूको रिप्लाई पनि दिएर यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। अनि त्यस्तै यहाँ देख्न सक्नुहुनेछ यो एपमा हजुरहरू आफूले काम गरेको पैसा विड्रोको लागि सिम्पली कैसटमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँबाट देख्न सक्नुहुनेछ मैले यहाँबाट पैसा विड्रो गरेको प्रुफ देखाइदिनेछु। यो चाहिँ हाम्रो प्रुफ रहेको छ है। यहाँबाट $100, $20, $40, $50 त्यो मैले यहाँबाट विड्रो गरेको छु आफ्नो बाइनेन्समा। अनि यहाँबाट मैले यहाँबाट इसिआईमा पनि विड्रो गरेको छु 4,000, 1,300, 4,000 यस्तै तल पनि रहेको छ 1,300, 5,000, 12,000, 17,000, 17,000 पनि रहेको छ है 17,000। सो यस्तै हजुरहरू पनि काम गरेर यहाँबाट विड्रो गर्न सक्नुहुनेछ। सो यस्तै रहेको छ। अब योबाट आफूले काम गरेको पैसा विड्रोको लागि सिम्पली कैसटमा क्लिक गर्नु होला, आफ्नो करेन्सी टाइप गर्नुपर्नेछ, जस्ट करेन्सी टाइप गर्नु होला, पेमेन्ट मेथड चुज गर्नु होला, इसिआईमा पैसा चाहिन्छ, खल्तीमा चाहिन्छ, कुनमा चाहिन्छ यहाँ सेलेक्ट गर्नु होला। अनि यहाँ चाहिँ कति बिन्स यहाँबाट विड्रो गर्न चाहनुहुन्छ, मिनिमम 1 लाख बिन्स भयो भने यहाँबाट हजुरहरूलाई 1,400 रुपियाँ मिल्नेछ। 10,000 बिन्सको 140 रुपियाँ हुनेछ, $1 हुनेछ। यहाँ चाहिँ आफ्नो इसिआईमा नाम राख्नु होला र इसिआईमा नम्बर राख्नु होला, ठ्याक्कै विड्रोमा क्लिक गरिदिनु होला। हजुरहरूको विड्रो चाहिँ एकैछिनमा भइहाल्नेछ। सो यो भिडियोमा केही कुरा नबुझ्नु भएको छ भने अर्को भिडियो हेर्न सक्नुहुनेछ।
अर्को भिडियो चाहिँ भिडियोको डिस्क्रिप्सन बक्समा रहेको छ। अनि यस्तै अन्य खालको भिडियोको लागि यो हाम्रो च्यानललाई सब्स्क्राइब गरेर एउटा एकदमै राम्रो कमेन्ट